नमस्ते अनि स्वागत छ तपाईहरुलाई मेरो युट्युब ब्लग च्यानलमा। आज चाहिँ म तपाईहरुलाई स्वयम्भू अजिमा माको आरती माको चाहिँ दर्शन गर्न लैजाँदै छु। सो तपाईहरु पनि मसँगसँगै दर्शन गर्नु होला। र हामी चाहिँ आज दुई जना छौं, 12 म बुवा र म। हिजो सल्लाह गरेको थियौं हामी चाहिँ आज चाहिँ भोलि चाहिँ हामी अलि चाँडै राति 1-2 बजे नै जान्छौं र सबभन्दा अगाडि दर्शन गर्छौं भनेर 12 मेरो चाहिँ सल्लाह थियो। सो हामी त्यही भएर आज चाहिँ राति 2 बजे नै घरबाट निस्केर चाहिँ आज यहाँ स्वयम्भू माको मन्दिर जाँदै छौं। हेरौँ अब हामी सबभन्दा अगाडि हामी हुन्छौं कि हामी भन्दैन अगाडि अरु कोही छौं है। अहिले चाहिँ लगभग हामी स्वयम्भू पुग्न लागिसकेका छौं। हतियार छन् पुरै। र हामी अहिले स्वयम्भू पार्किङ नजिक पुगेका छौं। हेरौँ अब हैन, हिजो चाहिँ अब हामी हिजै प्लानिङ गरिसकेका थियौं सबभन्दा अगाडि चाहिँ मन्दिरमा हामी दर्शन गर्छौं भनेर। र सो अगाडि देख्न सक्नुहुन्छ मेरो बुवा चाहिँ अगाडि हुनुहुन्छ। मान्छे त छैया हो, हामीभन्दा अगाडि नै मान्छे गइसक्यो जस्तो लाग्यो। छैन सायद छैन। सो हामी अहिले चाहिँ माथि मन्दिरतर्फ जाँदैछौँ। बुवा अगाडि हुनुहुन्छ। देख्न सक्नुहुन्छ स्वयम्भूको तलको पार्किङ भन्दा माथिको। ल हेर्नु हामी सायद ढिलो भइसक्यो जस्तो है। अझ राति 2 बजे आउँदा पनि हामी ढिलो भइसक्यो जस्तो छ। हामीभन्दा अगाडि पनि अरू कोही पुगिसक्यो जस्तो छ। मान्छेहरू फर्किसकेका रहेछन्। राति 2 बजे आउँदा नि मान्छेहरू चाहिँ राति 2 बजे पनि आइसकेको हुँदो रहेछ मन्दिरमा। र हामी अब भरिङ चढेर माथितिर लाग्दैछौँ। मजाले बत्ती मजाले राखिदिएको छ भरिङमा हिँड्नको लागि। श्रद्धालुको लागि चाहिँ एकदमै व्यवस्थित गरिदिएको छ भरिङ छ। अझ यहाँतिर अब यसो गार्डसार्ड पनि राख्नुपर्ने 1-2 जना, किनकि यसरी अब राति आउने रहेछन् श्रद्धालुहरू, सुरक्षित हुन्थ्यो अलिकति। ल हामी फाइनली हामी चाहिँ अहिले माथि स्वयम्भू डाँडा माथि पुगिसकेका छौँ। हेर्न सक्नुहुन्छ अगाडिको चाहिँ स्वयम्भू स्तूपा। हामी स्तूपा अगाडि पुगिसकेका छौँ। र हामी चाहिँ अब अगाडि हेर्न सक्नुहुन्छ तपाईहरुले मन्दिरको नजिक पुगिसकेका छौँ हामी। र हामीले यहाँ यसो फुलसुल हेरेको, फुल केही पनि राखेको छैन रहेछ, तर मान्छे चाहिँ आइसकेको रहेछन् है। फाइनली हामी मन्दिर पुगिसकेका छौँ। र मान्छेहरू चाहिँ पूजा सुरु भइसकेको रहेछ पहिल्यै। हामी राति 2 बजे पुग्दा पनि हामीभन्दा अगाडि पूजा सुरु भइसकेको रहेछ। हेर्नुहोस् है, हेर्न सक्नुहुन्छ यो अगाडि तपाईले देख्न सक्नुहुन्छ। यो चाहिँ स्वयम्भू अजिमा माको मन्दिर हुन्। हेर्न सक्नुहुन्छ अगाडि। अहिले चाहिँ रातिको 2 बजे है। तपाईहरुले अब कति बजे भन्नु, रातिको 2 बजे चाहिँ यहाँ मजाले पूजा सुरु भइसकेको रहेछ। र हामीले के सोच्यो हामी नै सबभन्दा अगाडि हुन्छु होला, राति 2 बजे त को आउँछ होला भनेको, तर राति 2 बजे नै यहाँ पूजा सुरु भइसकेको रहेछन्। हेर्न सक्नुहुन्छ है तपाईले। हेर्न सक्नुहुन्छ पुरा नेवारी विधिमा पूजा हुँदैछन् अहिले। र हामी एकछिन वेट गर्छौँ। पूजाको विधि सुरु भइरहेछ। पूजा सकेपछि हामीले पनि दर्शन गर्नेछौँ अजिमा माको। अजिमा मा पनि भनिने गर्छन् यो मन्दिरले, आरती मा पनि भनिने गर्छन्। र कतिपय चाहिँ के गर्छन् भने अब धेरै जस्तो चाहिँ नि श्रद्धालुले चाहिँ स्वयम्भू चाहिँ नै अजिमालाई दर्शन गरेपछि अन्त 3 ठाउँ पनि गर्नुपर्छ भन्छन्।
एउटा तल बिजेश्वरीमा र त्यसपछि नक्सालको पार्वतीनीमा र अन्तिममा गएर चाहिँ नि ज्ञानेश्वरको चाहिँ नि ज्ञान भैरवमा चाहिँ पूजा गर्ने भन्ने प्रचलन छन्। एक ठाउँमा किनकि एक ठाउँमा पूजा गर्दाखेरि त्यो सफल हुँदैन भन्ने गर्छन्। यहाँ धेरै जस्तो चाहिँ नि एउटा श्रद्धालुहरूले चाहिँ चारै ठाउँमा पूजा गर्नुपर्छ अनि पछि मात्रै यहाँको पूजा चाहिँ सम्पन्न हुन्छ भन्ने गर्छन्। सो अब लगभग हाम्रो पालो आइसकेका छन्। उहाँहरूको चाहिँ पूजा सकिसकेको जस्तो लाग्यो। अब हाम्रो पालो आइसकेका छन्। बुवा चाहिँ अगाडि हेर्नु सक्नुहुन्छ, अनि दर्शन गर्दै हुनुहुन्छ। अगाडि हेर्न सक्नुहुन्छ पुरा स्तूपा गुम्बाहरू छन्। यहाँ मजाले झलमल्ल भइरहेछन्। रातिको फेरि स्वयम्भू स्तूपाको भ्यू नै अर्कै हुन्छन्। अझै यहाँ अलिकति यसो बत्ती सत्ती झिलिकमिलिक राखिदिएको भए होइन, जुन त्यो रोडतिर त्यो पुलहरूतिर राख्ने जस्तो टाइपको बत्तीहरू अलिकति यहाँ राखिदिएको भए, वरिपरि झिलिकमिलिक पारिदिएको भए अझ दामी हुन्थ्यो। तै पनि उज्यालो नै मस्त मजाले उज्यालो नै देखिरहेछन्। अहिले चाहिँ हामी यो स्तूपलाई एक राउन्ड मारौँ भनेर सुरु गरिसकेका छौँ। झुल्किन्छ है छाया वस्तु अनुसार हामी फाइनली घुमेर आदि भइसकेका छौँ। काँडै संसार फुलको आँखामा फुलै संसार यो तपाईँहरूले पनि दर्शन गर्न सक्नुहुन्छ। काँडै संसार स्वयम्भू स्तूपा जुन काठमाडौँको मुख्य पर्यटकीय स्थल मध्ये एक हो। यो पनि यहाँ धेरै अब स्वदेशी विदेशी पनि आउने गर्छन् यो स्तूपामा। हेर्न सक्नुहुन्छ तपाईँहरूले। चित्त शुद्ध होस् मेरो बोली काठमाडौँको दृश्य पनि देखाउँ होइन। काठमाडौँमा चाहिँ यहाँबाट अन्धकार नै भइरहेको छ। अहिले बिचबिचमा अलिअलि बत्ती बलिरहेको छ। र आजको भिडियो चाहिँ यहीँ हामी टुङ्गाउने छौँ र अर्को नयाँ भिडियोमा फेरि हामी भेट्नेछौँ। हस्त नमस्ते।